वेलकम टु माई भ्लग। हजुरहरूलाई एकदम स्वागत छ मेरो धेरै पछिको नयाँ भ्लगमा। हामी चाहिँ मामा म अनि यता भाइ उता कता जाँदैछौँ, पाँचथर जाँदैछौँ। भाइको मामाले यसो सोल्टिनीहरू झिस्काउन हामी चाहिँ गएको हो, तर छ कि छैन त्यो चाहिँ थाहा छैन है हामीलाई। फेरि अब यसो गइदिइराखेको भाइ र मेरो मात्रै भारी यत्रो भयो लुगा, त्यत लाजै लाग्दै यार। 2 दिन बस्ने है, 2 दिन। अन्त 2 दिन बस्नको लागि गएको, यत्रो भारी बोकेर जाँदैछौँ यार। बिल्ला लागिरहेछ मलाई त। दिनमा 2 चोटि लुगा फेर्ने जाँथे। अरे यार कति साह्रो ओह्रालो। म त बित्थामा आएछु। यो लुगाको भारी नै भारी न भारी भएर आएछ जाँटा। ओह्रालो फेरि उस्तै, योभन्दा ओह्रालो छ अरे फेरि अझै तल। म किन आएछु? मम्मीले त नजाता भन्दैन थियो। म किन आएछु? यत्रो दुःख गरेर आएको मेहनतको फल चाहिँ मिलोस् है। यसो सोल्टिनीहरू तर छैन होला सायद। यता 2 जना मम्माजीहरू हिँड्दै हुनुहुन्छ। यहाँनिर मर्ने बेलामा ज्याठ्या। फेरि कस्तो दामी क्या कुहिरेहरू लागिरहेछ। एकदम पिस रमाइलो छ जस। दामी भ्यू चाहिँ दामी छ होइन, तर मेरो खुट्टा कामिसक्यो यतिको ओह्रालोमै। अब अझै तलको ओह्रालोमा म फिक्स भन्दिनँ, नभन्नु होला, किनकि आवाज किन लगाइराख्नु। हिँडौँ न, हाइकिङ हो त्यसका बाजे। 2 जना त मजाले हिँडिरहेछ, तर यतै हिँडिरहेको बानी हो। म त खुट्टा कामिसक्यो, मेरो घोडा थुर्रो भइसक्यो। अब चाहिँ भिर पाखामा आयौँ। लास्ट दामी ठाउँ रहेछ, तर लास्टै भिरालु। म जिन्दगीमा आउँदिनँ। अब मेरो खुट्टा 2 चोटि फर्किसक्यो, मर्किन्छ होला जाँठा तल पुगिन्जेसम्म। कता पुग्नु? उता पुग्नु पर्ने त्यो डाँडामा। आम्मामामा सानो हो। कुन खोला? तम्बर खोला। यो तम्बर खोला यस्तो दामी देखिन्छ भने नि। बाटो यस्तो छ बा, मरिन्छ यार। हामी पुग्नु पर्ने ठाउँमा पनि देखाइदिनु न। ओ यो घर देखिँदै गरेको यहाँनिर, यहाँ पुग्नु पर्ने यस्तो छ बाटो। जानुपर्ने ठाउँ भिरालो उब्बर। यहाँ तलसम्म तम्बर खोला। हेर्दा त पौडी खेल्नु लाग्दैछ त। तर भ्यू चाहिँ लास्ट क्या। माछा मार्नु पर्ने क्या। माछा चाहिँ हैन, यहाँ त माझीहरुको माग। यो पारीको डाँडा ढङ्गुटा हो। कस्तो दामी भ्यू। हाइकिङ चाहिँ खतरा भइरहेछ। तिमीलाई कस्तो लागिरहेछ? एकदम भारी लागिरहेछ। अनि मामालाई त यस्तो चिल लागिरहेछ, हैन भारी पनि छैन नि त। यहाँ माथि हामी जाने, भोलि जाने। मलाई एकदम रमाइलो भइरहेछ। भोलि कहाँ जानुपर्ने हो? यो यहाँदेखि भोलि यहाँसक सिधै यहाँदेखि उयो माथिको डाँडामा। उयो त कुहिरोले छोपेको ठ्याक्कै त्यहाँ डाँडा छ, त्यही डाँडा। यहाँ पनि कुहिरो लागिरहेछ मस्त। अब हामी लागेको, मेरो त खुट्टा कामेर थुर्रो भइसक्यो म। अब चाहिँ हामी पार्टीमा आएर बसिरहेको छौँ। यता भाइ मस्त बसिरहेछ। अब चाहिँ हामी यो तम्बर छेउको दोकानमा आइपुगेको छौँ। अनि भाइको हालत कस्तो छ तिम्रो? हालत यस्तो दामी भइरहेछ, पसिनाले ल्याटलुट। तर लास्ट गर्मी छ। जिन्दगीमा आउँदिनँ म, बिर्सेर। तर आउँदिनँ भने मौली पनि आउँदिनँ होला। तिम्रो घर त कहाँदेखि आउने तिम्रो मौली त? यहाँनिर यो बोल्ने रुपी रहेछ। ओए रुपी कस्तो दामी, कस्तो मोटो। बल्ल तल्ल तम्बरमा आइपुगेँ म। कस्तो दामी, हेर्दा पौडी खेलौँ लाग्दछ, तर खेल्न आउँदैन।
हजुर आएर नाकै ठुल्किन्छ कहिलेको रुपियाँ हो यस्तो पहिला आउँदाखेरि सानो थियो अब उता माथि पुग्नु पर्ने यार कसरी जानु म बेहोस हुन्छु मर्छु लास लिन अब मेरो लास लिन अब यस्तो पाराले मर्छु यार अब फेरि यो उकालो चढेर यस्तो भिडमा कसरी जानु के पछि फर्किँदा चाहिँ रेस्ट इन पिस हुन्छ म सायद ढुङ्गा चाहिँ लास्ट दामी छ यहाँनिर गोलो गोलो कति मन पर्दो उठाएर लानु पर्ला क्या तर यो बोनसाई ट्री कस्तो दामी यार अब हामी यसो चाउचाउ पकाउनु लाग्छ चाउचाउ खाने चल्दिने मासुले म मर्छ खुट्टा दुखेर फाँक भइरहेछ हाम्रो सामानहरू तपाईँको कपाल अझै कसरी ब्ल्याक देख्छ अब हामी चाहिँ तम्बर खोलामा आइपुग्यौँ यहाँदेखि फोन झऱ्यो भने मेरो समाप्त फोन चाहिँ फामे जा यो भ्लग पनि आउँदैन यो पुरानो पुल रहेछ काठे पुल पहिलेको अब हलिरहेछ बोल्दै यहाँदेखि झऱ्यो भने एकदम रेस्ट इन पिस यहाँ सक्नुहुन्छ हेर्न सक्नुहुन्छ कतिको गहिरो छ हेरेर अन्दाजा हुन्छ कतिको गहिरो छ र कतिको छाल हानेछ मरिन्छ जाठा त्यो त पौडी खेल्न मन लाग्यो तर मलाई पौडी खेल्न आउँदैन र रमाइलो छ जिन्दगी नहलौ अनि पुला यहाँ त चुल्नुमा दुईटा बाँस डुब्छ होला त्यही गहिरो छ लास्ट गएर हेर्दै गहिरो न गहिरो छ कस्तो हाम फाल्नु मन लाग्यो मलाई त यहाँदेखि आएर सुसाइड गर्दा हुने रहेछ हौ होइन लास्ट त भेटिन्छ तर भेटिन्छ दामी छ माछा मार्नु पर्ने यहाँनिर कत्रो ठुल्ठुलो माछा हुन्छ होला जाल हान्नु पर्ने कि त बल्छी हान्नु पर्ने क्या दामी आउँछ होला माछा मजाले तारिकन आहा रक्सीसँग वा तोम्बासँग होइन रक्सी त खाँदिनँ तोम्बासँग आहा ओहो ओए हल्यो म्यान ल दामी भ्यू क्या मेरो फोन झर्छ क्या कस्तो दामी कस्तो दामी भ्यू छ है तम्बर खोला हामी माथिबाट आएको त्यहाँ माथि त्यो कुहिरो देखाएको छ नि त्यो कुहिरो देखियो भने अझै माथि अनि यता नल यार ठुम्का हानेको जस्तो देखिन्छ ठुम्का हानेको जस्तो चाक हल्लिन्छ कस्तो दामी के मजा आउँछ यार हल्लिन लास्ट गएर चाहिँ कस्तो हाम फाल्नु मन लाग्यो ब्रेकअप भएको मान्छेहरू होइन यहाँ आएर हाम फाल्दा हुन्छ लास्ट गएर छ दामी छ ठाउँ मर्नको लागि सुसाइड गर्नको लागि राम्रो छ ए माछाले म मर्छु अहिले मान्छेले यहाँ सजेसन दिँदैछ सुसाइड गर्नको लागि अब चाहिँ हामी बल्ल तल रोडमा आइपुग्यौँ यो चाहिँ चाइना जाने रोड अरे हामी चाइना गएको अब हामी चाइना गएकोलाई मौली छोडिदिएको मालदीको मौली नजाने हामी चाइनामा गएर निहाउ गर्दै बस्ने बाटो कुन हो त हो अरे यार म त रोड जान आँटेको थिएँ ओ हाम्रा भी बडा है अब हामी चाहिँ पुग्न आँट्यौँ उकालो मरिन्छ फर्किँदा आउँदा त मर्यो फर्किँदा झन् मरिन्छ कसम मरिन्छ हामी चाहिँ बल्ल तल पाँचर आइपुग्यौँ भाइको घर आम्मा ऊ यो देखिँदैको त्यहाँदेखि उतापट्टिदेखि आएको बाफ्रे मर्यो हरिओम भाइको मामाले आइपुग्यौँ हामी बल्ल तल हजुर एकदम दामी छ हाई 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 ओ यहाँ डाँडादेखि हामी हिँड्दै आएको त्यहाँदेखि यस्तो आएर त्यहाँ माथि सुइँ तल आएर फेरि माथि आएर फेरि यहाँदेखि यता सट्टा आएको छ मर्यो हरिओम मरियोम अब जानु कसरी म त मलाई त कसैले बोकेर लैजाँदा हुन्थ्यो चिन्ता नगर्नुहोस् बोक्छु अहिले चाहिँ रात परिरहेछ मस्त
देखिँदैन रहेछ त केही पनि अन्धकार यसै बत्ती निभाइदिन्छु खै निभिँदैन त अब हामी चाहिँ माथि यासकतिर जाँदैछौँ लास्ट चाहिँ अझै 2 घन्टा कि 3 घन्टा लाग्छ अरे बा बिहार यता भाइहरू सबैजना मासाला ब्लर ब्लर आइरहेछ त क्यामेरामा पानी उयो भएर हाई लास्ट गर्मी छ एकदम मेरो भ्लग चाहिँ एकदम लामो हुनेवाला छ किनकि यो 4-5 दिनको एकैचोटि म बनाउँछु त्यो पनि हाई क्वालिटीको छ स्टोरेज फुल भयो भने मेरो गाड मस्कियो अब हामी चाहिँ टिङदेन होइन टिङदेन हामी चाहिँ टिङदेन आइपुग्यौँ अनि ठिकै रहेछ सानो भयो त्यहाँ 2-3 जना घर अरे हो सोल्टिनी हो यता चाहिँ नि भाइको स्कुल रहेछ यता अनि यता हाम्रो भाइ राजा मामाजी अनि हाम्रो के भन्नु भन्दिनँ यो भाइलाई त सयचोटि देखाइसकेँ मैले अब हामी यासक बजारतिर लाग्छौँ उता माथि रहेछ पुरै भिजिसकेँ म छाता उडिनँ किनकि यो मेरो लट्ठी हो टेक्नोलाई सारा जान्छ अब आधी घन्टा पछि पुग्छौँ होला नि हामी पुग्छौँ होइन आधी घन्टामा हिँड्यो भने आधी घन्टा पुग्छौँ होइन ल 1 घन्टामा पुग्छौँ अब हामी चल्दैको अब चाहिँ हामी पुग्न आँटेको छौँ मौसम हेर्नु नि आए हाय हाय क्या गजब रमाइलो छ यार कालो देखियो हल्का हल्का देखियो ज्यान देखियो अनुहार पनि देखियो यता पनि क्या रमाइलो दामी छ हाइकिङ चाहिँ दामी भइरहेछ जीवनमा यतिको हाइकिङ चाहिँ हुनुपर्छ यार 4 किलोमिटरको यात्रादेखि हामी यासोक आइपुगेको छौँ लास्ट पानी परिरहेछ चिसो छ तर मलाई गर्मी भइरहेछ म एकदम हट्छु यासो खै त बजारै देखिँदैन त हुसेले यो त आधी मात्रै अझै आउनै बाँकी छ सुरुवात अब यसो घुमघाम बहिनीहरू आएको छ कि छैन ल्याङ लागिरहेछ मलाई हामी चाहिँ अहिले यासोक बजारतिर छौँ यता मस्त चिसो हावा हुसे लागिरहेछ सरर जस पैसा असुल गरेको भाडाको पैसा असुल अब भोलि फर्किने होला उतातिर सिन्दै अनि त्यसपछि फेरि फर्किहाल्ने पर्सितिर लास्ट चिसो छ र मलाई गर्मी भइरहेछ लास्ट चाहिँ यस्तो दामी मौसम छ साथमा सोल्टिनी भएको भए कति रमाइलो हुन्छ माथि त छ नि के गर्नु भाउ नि दिँदैन यस्तो बनायो भने मलाई मार्छ फिक्स यस्तो सुनसान ठाउँमा साथमा कोही भइदिएको कति रमाइलो हुन्थ्यो होला यसो रमाइलो हुन्थ्यो होला नि के गर्नु जहिले भाइहरूसँग आउनु परेछ अब कुन दिन आउँछु होला यस्तो सुनसान ठाउँमा आफ्नो सँग आएर रमाइलो यस्तो रमाइलो हुन्थ्यो होला सायद छैन कोही बिजोक रमाइलो छ या जिन्दगी यस्तो दामी चाहिँ मौसम हेर्नु नि एक्लै छु के एक्लै भन्नु भाइ बहिनीहरूसँग छु जहिले भाइसँग के त साथीसँग हुन्छु जस्तो यो हावाको कसम यो बादलको कसम यो जङ्गल खोला नदीको कसम म तिमी बिना बाँच्न सक्दिनँ भन्दै लभ लेटर चाहिँ मलाई लेख्न मन लागिरहेको छ तर कसलाई लेख्नु कसम होला हामी चाहिँ कुसायक र कुमायक मन्दिर कुसायक चाहिँ अघि पुगेर आयो म कुमायक जाँदैछु कति माथि हो मामा चाहिँ यहाँनिर आउँदै हुनुहुन्छ सोल्टिनी छ रमाइलो छ यार बुढालाई जिन्दगी अनि यता अर्को मामा अनि भाइ चाहिँ बसिरहेछ मलाई चिसो लाग्यो अब लास्ट गाह्रो भइरहेछ अरूले त्यसरी सोल्टिनीसँग देख्दा कहाँ पुग्नु त छैन यार यता मामाको नै छैन बुढो भएपछि नोबेनी गर्नु होइन सोल्टिनी भेट्नु होइन गाह्रो छ अब हामी चाहिँ कुमायकतिर आइपुगेको छौँ गुमायक होइन क्या मन्दिरभित्र त्रिशुलै त्यसो रहेछ मन्दिर यस्तो छ पूजा गर्ने ठाउँ दियोबाती गर्ने ठाउँ राम्रो रहेछ भ्यू चाहिँ हिँड्न चाहिँ लास्टै गाह्रो तर मजा आउने
सोल्टिनी भएको बेला चाहिँ मजा आउँथ्यो मामा जस्तै एक्लै आउनु परेछ त्यही कारणले रमाइलो छ जस मन्दिर त्रिशुल यो चढाएको त्रिशुल पूजा गरेको भाकल गरेकोले सायद यता फोटो त के खिच्नु हौ क्यामेरै राम्रो छैन यतिको ठाउँमा सोल्टिनी लिएर आउनु पर्ने मामा अगाडि गइसक्नुभयो सोल्टिनीसँग यो चाहिँ काफलको बोट हेर्न सक्नुहुन्छ यस्तो हुन्छ गुरास छ गुरास भन्ने मौसममा चाहिँ राम्रो हुन्छ मेरो क्यामेरा स्टेबलाइजेसन छैन किनकि फोकेमा भिडियो 130 र फोकेमा जान्छ छ दुइटै अरे यार मेरो नि सोल्टिनी हुनु नि यार मामाले अघि लाइन हालेर लगिहाल्यो मेरो त्यस्तो माया गर्ने मान्छे हुँदा त्यस्तो सोल्टिनीहरू ताक्नु हुँदैन हेर्नु हुँदैन पाप लाग्छ माया गर्ने मान्छेको पाप लाग्छ अब यता भ्यू हेर्न सक्नुहुन्छ मेरो हथौडा मात्रै नहेर्नु यता भ्यू हेर्नु कस्तो दामी छ गुराँसको बोट क्या दामी छ क्या आएको जस पैसा र मेहनत चाहिँ राम्रै गयो सोल्टिनी नपाए पनि भ्यू चाहिँ एकदम दामी छ यार कस्तो दामी क्या गुराँस भन्ने मौसममा यता यतिको सोल्टिनीसँग ल्याउनु होइन जीवनभर साथ दिन्छु भन्थ्यो तर आज एक्लै छु म तिमी बिना त म बाँच्न सक्दिनँ भन्थ्यो तर आज अर्कैसँग खुसी देख्दैछु म तिमी फर्किने आश त छैन अब तर नि खै तिम्रै बाटो पर्खेर कुरिबसेछु म हामी जोडी नभएको मान्छे यस्तै हेर्दै बस्ने हो यहाँ करेन्ट लगाएको जोडी भएको मान्छे उता यस्तो हुने हो अघि त पुरा हात पक्रेर आउँदै थिएँ कति छिटो पट्याएको यार अघि भर्खर भेट भएको मसँग त त्यस्तो ट्यालेन्ट छैन मलाई त पट्याउन कति 2 वर्ष 3 वर्ष लाग्छ अझै मलाई त्यस्तो ट्यालेन्ट छैन मेरो जिन्दगीमा छैन पनि हामी त यस्तै हेर्ने हो हामी चाहिँ नुमाको मौलीतिर आएर मस्त सुतिरहेको छौँ एकैचोटि माथि जान्छौँ भनेको जानै दिएन नजिक छ 20 मिनटको बाटो भनेर 1 घन्टाको बाटो हिँडाएँ अब जाँदा 2 घन्टा लाग्छ अनि त्यसपछि 4 किलोमिटर बाटो फेरि अनि त्यसपछि फेरि अझै 4 किलोमिटर तल आए हाय ऊपर बारे हाय मेरी किस्मत फुटी हुई किस्मत भोलि कसरी हिँड्नु म अनि त्यसपछि फेरि होला अझै त्यहाँदेखि हिँड्दै जाँदा कति टोटली एक्ज्याक्टली हिसाब गर्दा कति लाग्छ भन्दाखेरि 20 देखि 30 किलोमिटर हिँड्नुपर्छ त्यसपछि अरे यार म त मर्छु होला जाँठा कसरी हिँडेर जाने मलाई निलो झ्याप लागिरहेछ हामी चाहिँ नोमेको मामालेदेखि माथि जाँदैछौँ मेरो हालत बेहाल छ यहाँ देख्न सक्नुहुन्छ खुट्टाको हालत हिलो यति घोडासम्म गाडेर पहिरोहरू गएको रहेछ म त बिजोक रमाइलो यहाँ 2 जना छन् कुकुर र बिरालो दाजु बहिनी बाजे गर्छन् भ्यू चाहिँ कस्तो खतराका दामी छ सल्लाहकारी यहीँदेखि जाने नुमे ल मजाले जा साला पहिरो आएर जाँठा जता पाइला टेक्छौँ त्यहीँ पहिरो गइदिइरहेको छ नि यार उता माथितिर नै पहिरो गएर यति खुट्टा डुबाउँदै हिँडेको यहाँ पनि पहिरो गएर गिद्दी उस्तै यो मेरो जिन्दगीको पहिलो र अन्तिम 5 थरको यात्रा हुनेछ म जिन्दगीमा पाइला टेक्ने छुइनँ अब यहाँनिर म 5 थरको बिहे पनि गर्दिनँ होइन हामी आवाज हो कि जाँठा समय खराब हो जहाँ पाइला टेक्छौँ त्यहाँ पहिरो गइदिइरहेको हुन्छ हौ उता माथि पहिरो गइदिरहेको छ यति खुट्टा डुबाउँदै हिँडेर कुन दिनमा हिँडेछु म जिन्दगीमा म 5 थरमा आउँदिनँ यो मेरो पहिलो र अन्तिम हुनेछ म 5 थरको बिहे पनि गर्दिनँ यार म त भयो काबु अब
लास्टै काबु हेर्न सक्नुहुन्छ कस्तो दामी हिमाल देखेको बा कत्रो अग्लो हरियाली ठाउँहरू देखियो बादल भन्दा नि बादल माथि नै छ त हिमाल त नि कस्तो दामी देखिरहेछ भ्यू लास्ट दामी छ क्या बा गनाउने मजा फाल्नु भन्दा नि म त अब हामी चाहिँ माथि भ्यू टावर पुगेछौँ बल्ल तल हिजो पानी परेर जाडो भएको थियो अहिले घाम लागेर गर्मी छ तर सायद ढोका बन्द छ होला मेहनत गई फाँड में ए धन्न खुला रहेछ मादरकोले अब हामी माथि जाँदैछौँ भ्यू टावरमा यसो घुम्नको लागि रमाइलो क्यामेरामा स्टेबलाइजेसन छैन किनकि फोकेमा हो राम्रो रहेछ ठाउँ भ्यू टावर चुम्लुङ हो यता भ्यू टावर भन्थे यतिको समय भयो भने अलिक राम्रो रमाइलो लाग्छ त्यस्तोमा त नखेल्यो पनि गेडा फुट्छ बच्चा बच्चीको लागि रहेछ माथि माथि चढेको हामी अब लास्ट गर्मी छ म त वाक्स लागिसक्यो फेरि तल यहाँ तलसम्म पुग्नु पर्ने दामी छ भ्यू टावर यहाँ यही ठ्याक्कै ओ सेट सेट हेर्न हिमाल कस्तो दामी देखिन्छ अनि यस्तो दामी हिमाल देखिन्छ भ्यू टावर चाहिँ सही ठाउँमा छ क्या यो चाहिँ भ्यू हो यो चाहिँ फिल्म होला होइन उयो उता 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 हो उयो फिल्म हो यो कुन हिमाल हो थाहा छैन ए कुम्भकर्ण कुम्भकर्ण हिनार कस्तो दामी देखेको हिमाल पनि फेरि तर तल चाहिँ लास्ट डर लाग्दो देखिन्छ त द भ्यू त्यो ठाउँ चाहिँ दामी लागिरहेछ क्या मलाई त्यो डाँडा नि हेर्नु माथि टुप्पीमा चौर छ त खै माथि डाँडा सायद होला द भ्यू आज चाहिँ हामी घर फर्केको दुईजना मात्रै बलदेव र म मात्रै फर्क्यौँ मामाहरू रहनुको त्यतै तिहार मनाएर माइजूहरू लिएर मात्रै आउने अरे लास्ट उकालो चढ्दा वाक्क दुःख लागिसक्यो अब हामी घर लाग्यौँ यता भाइको भारी बोक्दिने बेन्टेने भाइ यता बलदेव छ यता मामा हुनुहुन्छ हाम्रो गाउँको बाजे अब हामी लाग्यौँ गाडी पाइन्छ कि पाइँदैन सिट पाइन्छ कि पाइँदैन त्यही डर लागिरहेछ मलाई हामी चाहिँ माथि 80 डाँडामा आइपुग्यौँ यता हाम्रो बस छ घामहरू लागिरहेछ टन टन 80 डाँडा यस्तो देखिन्छ बजार हेर्नु चल मेरो भ्लग त के हो अनि आएको र गएको मात्रै भिडियो भयो त गाउँमा तर लाइनै थिएन बनाउनको लागि त्यही कारणले भर्खर लाइन आएको नि त्यही खासै बनाउन पाइएन तर 80 डाँडा त यहाँदेखि खतरा देखिँदो रहेछ त वाह यसरी फोटो खिच्दा तपाईँ खतरा आउने रहेछ त तिम्रो त नि पहाडमा हुँदा क्या मस्त थियो जिन्दगी मेरो यहाँ आएपछि सुँगुरलाई चारो दियो यता काम गऱ्यो उता काम गऱ्यो क्या वाक्क लाग्दो यार उता हुँदा कामै गर्न पर्दैन थियो
अहिले त अल्छी मात्र लाग्छ भ्लग पनि बाटोमा हिँडेको मात्रै भयो मोबाइलमा चार्ज नभएर भिडियो बनाउन पाइनँ मजाले तर पनि एउटा सर्ट मेमोरी भनौँ न अब छोडेको ल भिडियो आज यतिको लागि नै एउटा सानो मेमोरी मेरो त पक्का तपाईँहरूले त हेर्नुहुन्न पनि मेरै लागि हो